मेरो लागि तरकारी पकाउँदैन हुन्छ। अब एकछिनमा कोदो रोप्न जानेवाला छु है, पोखरा फर्किँदैछु है। हाम्रो बाइक चाहिँ अलिकति रफ्तार हुन्छ, दुखेछ नि यस्तो दुखेछ, पछाडिबाट सबैबाट चलाउँछ। स्याङ्जाको बजारमा अब चाहिँ स्याङ्जा हेर्न सक्नु। मैले सरप्राइज दिने कुराहरू चाहिँ यो भनेको अलि अर्को बाटो छ है, त्यो बाटो बहुत सर्टकट नै हुन्छ। फेरि चाहिँ एउटा राम्रो पुल देखेको छु, स्याङ्जा कटेर यो अर्कै बाटो आएको क्या, सर्टकट बाटो। आज नयाँ गाडीमा फेरि पुरा हामी सर्टकट बाटो यो पोखराको हाइवे आएको छैन, तर चाहिँ बाइक अचानक बिग्रियो भने चाहिँ कि पोखरै जानुपर्छ बनाउन कि स्याङ्जा जानुपर्छ। म जहिले पनि बिग्रेको मान्छे भन्छ सबैजनाले, तर यो भिडियोबाट म सुध्रिसकेको छु है त। 5 मिनट मात्र वेट गर्नु भयो भने तपाईँ पनि देख्नु सक्नुहुन्छ। तपाईँहरूलाई एउटा स्पेसल सरप्राइज दिनेवाला छु। हेलो गाइज एन्ड नमस्ते, सबैजनालाई गुड मर्निङ। मम्मीले मेरो लागि तरकारी पकाउँदैन हुन्छ। करेला शुद्ध अर्ग्यानिक आगोमा हामी आज तरकारी पकाउँदैछौँ है, तपाईँ सम्पूर्णले हेर्न सक्नुहुन्छ। अनि म पनि हेरेर बस्दैछु। फेरि म यहाँ प्लेट लिन आइसकेको छु। मम्मी कस्तो खालको हो? सो म यहाँ प्लेट दिनेवाला छु। फुपूले हेर्नु भएको थियो फेरि मैले भिडियो बनाउँदाखेरि। फुपूले फेरि चुरोट खानु नपाएर टाउको दुखेछ। यो हाम्रो घर हो, यो हाम्रो मकैको भुत्ला हो, यो म हो, दिदी हुनुहुन्छ यहाँ पानी भर्दै हुनुहुन्छ, यो फुपू हो, यो कोदोको बिउ हो। हाम्रो हजुरआमा बुढी आमा कोदो रोप्न गइसक्नु भएको छ। म पनि अब एकछिनमा कोदो रोप्न जानेवाला छु है। ठिक छ, सम्पूर्णमा हाम्रो बङ्गुर छ। हाम्रो आमाले यहाँ बारी खन्दै हुनुहुन्छ, बाटो बनाउँदै हुन्छ आमाले। अब हामीले प्लास्टर गर्ने हो। अनि यो सबैजनाको फेभरेट हो, कति नराम्रो भएको गाउँ है आमा। सो ठिक छ, यहाँ हाम्रो पुन्टुले बङ्गुर पनि सफल हुनुभएको छ। बङ्गुर पनि छ यहाँ। यहाँ सबै 3टा बङ्गुर थियो पहिला, अहिले बङ्गुर छैन। यो हाम्रो पुरानो घर हो। सो एभ्रिवान, सबैजनालाई गुड मर्निङ। अनि म चाहिँ अस्ति गाउँ आएको थिएँ, आज चाहिँ फाइनल्ली म पोखरा फर्किँदैछु है। अहिले यो तपाईँले देख्नुभएको दृश्यहरू यो सबै हाम्रो गाउँको बाटो हो। राम्रोसँग हेर्नु होला, नहेरे पनि हेर्नु होला। म हेरेर हिँड्दैछु है। यदि म हेरेर हिँडिनँ भने म यहाँबाट लोट्न सक्छु। सो ठिक छ, अहिलेसम्म हाम्रो गाउँमा घाम लाग्न सफल हुनुभएको छैन। एकछिन पछि सफल हुनुहुन्छ, तर त्यतिखेर म हुँदिनँ। तर जतिजना हुनुहुन्छ उहाँहरूले हेरेर महसुस गर्नु घाम लाग्दैछ भनेर है। ऊ त्यो चाहिँ हाम्रो मामाको घर हो। मामा सुत्दैछ, त्यो उठ्दैन, अहिले उठ्दैन। सो यो भिडियो त्योसम्म नि पुग्छ अहिले। बाटो लास्टै ठिक छ है। अनि म अहिले पोखरा जाँदैछु, जतिसम्म म क्लिपहरू तपाईँलाई देखाउन सक्छु त्यतिसम्म देखाउन सक्छु। सो यहाँ बाजे पनि भेटिनु भयो, बाजेलाई मैले नमस्ते नि गरेर, तर मेरो ब्याकग्राउन्डमा बाजेलाई पनि देख्नु भएको छ, उहाँ बाजे नै हो। सर हेर्न सक्नुहुन्छ हाम्रो गाउँ ठाउँ, हाम्रो समाज, संस्कृति, रीतिरिवाज, एनिथिङ एभ्रिथिङ लिएर सबै है। ट्याप सबैजनाले नाकमा सुन्नु होला, सबैजनाले मलाई भाइरल बनाइदिनु है टिकटकमा हो। कस्तो कुरो लागेर अहिलेसम्म उज्यालो हुनुभएको छैन यतातिर है। हामी अहिले कच्ची रोडमै छौँ, करिब पनि कच्ची रोड। हामी 5 मिनट जति हिँड्नुपर्छ हाम्रो घर पुग्न चाहिँ। अब हामी चाहिँ पिचमा आइसक्यौँ। अहिलेसम्म हामी कच्चीमा छौँ, अब हामी पिचमा पुग्नै लागेका छौँ। पिच पुग्नको लागि अब हामीलाई 3 सेकेन्ड लाग्छ। फाइनली हामी पिचमा आइसक्यौँ गाइस। सो अब हाम्रो बाइक चाहिँ अलिकति रफ्तार हुन्छ, म बोलेको सुनिन्न होला, तपाईँहरूले मिलाएर सुनिदिनु है। सो अब के पनि बोलेको सुनिँदैन। फाइनल्ली हामी पछि भेट्नेवाला छौँ है। तपाईँलाई यो भएको जति दृश्य मैले अपलोड गर्नेवाला छ। अहिले
हामी मेरो घर नआएर गिद्ध गहिरा भन्ने ठाउँमा आएको छु। गिद्ध गहिरा गाउँमा आएको छु है। त्यो गाउँ हुँदै हामी चाहिँ जानुपर्ने हुन्छ। अब यो गिद्ध गहिरा नागिसकेपछि मजकोट पुग्छौँ। मजकोटबाट जगत भन्दा पुग्छौँ है। मजकोटबाट उतातिर गयो भने केउरे पुग्छ। हामी चाहिँ तलतिर जानुपर्छ। हामी चाहिँ वालिङ पुग्छौँ अनि वालिङ पुगिसकेपछि हामी पोखराको गएमा छौँ। ल फ्रेन्ड, म डाइरेक्टली बाइक धोएको ठाउँमा गएर तपाईँहरूलाई देखाउन चाहन्छु। जान्नुहुँदैछ बुवाले नि त। मैले फेरि भिडियो नि बनाउँछु कि बाबा, भाइरल गराउने हो क्या बाबा हाम्रो गाउँलाई। ल बाबा अहिले जान्छु है त। ल सो एभ्रिवान, हामी मजकोटबाट निरन्तर काठमाडौँ पोखरा गएमा हिँड्दैछौँ है। अब हामी पोखरा कति बजी पुगिन्छ, कतिखेर पुगिन्छ त्यो कुराहरू हामीलाई नै थाहा छ। हामीलाई थाहा छ भन्दा पनि समयलाई थाहा हुन्छ। समयले अनि यसरी चलाउँदा फेरि डर लाग्छ मलाई। अहिले राम्रो दृश्य देख्न सक्नुहुन्छ। बवाल बनाइदियो है। सो एभ्रिवान, हामी वालिङबाट हिँडिसकेका छौँ पोखराको यात्रामा है। पोखराको यात्राभरिमा के हुन्छ, कस्तो हुन्छ, सबै कुराहरू म तपाईँलाई देखाउनेवाला छु। म मास्क लाएर बोल्दै गर्दाखेरि म बोलेको सुनिएको छैन होला, मिलाएर सुन्दिनँ है त। सो एभ्रिवान, बहुत धेरै मेरो चाक दुख्यो है। हामी अहिले स्याङ्जा निस्किन लागेको छौँ। अनि साथीले मुत्छ अरे, अनि साथीले मुतेको नि म तपाईँहरूलाई देखाउँछु। पिसा फेर्छु भनेर त्यसले त्यो पिसा फेर्न गइराखेको छ। हेर्नु है तपाईँहरूले, मजाले मिलाएर हेर्न सक्नुहुन्छ। यस्तो दुखेछ नि, यस्तो दुखेछ, बाबाले दुखेको छ क्या। साथीले पिसा फेरेको देखाउन म सफल भइनँ। अब सफल नभइसकेपछि अब हामी निरन्तर जान्छौँ। साथीको पनि चाक दुखेर ध्वस्त भयो, त्यो पनि बटारिँदै आएको छ है। ठिक छ, अब चाहिँ म बाइक चलाउँछु किनकि मेरो चाक दुख्यो। पछाडि बस्दा बस्दा अब अगाडि चाहिँ कति दुख्छ भन्ने कुराहरू महसुस गर्छु। कतिजनाले त अगाडि पछाडिबाट सबैबाट चलाउनु भएको छ नि त, उहाँहरूलाई थाहा छ कुन चाहिँमा बढी दुख्छ भनेर। अझ अगाडिबाट हेर्छु है त। Let's go. Now we are coming Sangda. Let's see Sangda बजार। फाइनल्ली हामी चाहिँ स्याङ्जा आइपुग्यो होइन। यो चाहिँ स्याङ्जा बजारको सुरुवात हो। यो तल्लो घुम्टी भन्छ, पिपी चोक स्याङ्जा बजार। यो गाडीमा चाहिँ एउटा चिकन मोमो रहेछ होइन। पोखरै गएर चिकन मोमो बन्छ होला सायद। ए बफ मोमो, चिकन त होइन नि त होइन, कुखुरा पनि छ कि साइडमा। सबैजनालाई नमस्कार। हामी चाहिँ अहिले स्याङ्जा आइपुगेका छौँ, स्याङ्जाको बजारमा। अब यहाँ हामी थोरै यहाँ कफी सफी अरू डट खाएर चाहिँ हामी निस्किनुवाला छ। सो तपाईँहरूले फेरि पनि एकचोटि स्याङ्जा हेर्न सक्नुहुन्छ। माथिबाट चिया अनि अरू डट खाँदाखेरि तपाईँहरूलाई देखाएको भ्यू थियो नि होइन। त्यही हामी आइसकेका छौँ ठ्याक्कै स्याङ्जा चोकमा। या त स्याङ्जाको बजारमा छौँ अहिले हामी है। ठिक छ सबैजनालाई। अनि आज चाहिँ हामी तपाईँहरूलाई एउटा स्पेसल सरप्राइज दिनेवाला छौँ। म आफै पनि सरप्राइज छु र अनि एक्साइटेड पनि छु के हो त त्यो विषय भन्ने कुराहरू। आज चाहिँ कस्तो हुन्छ भन्दाखेरि प्रायः स्याङ्जा टु पोखरा जतिजना पनि हिँड्नु भएको छ, कतिजना त हिँडेकै पनि हुनुहुन्न। त्यो विषयमा कतिजनालाई थाहै नै छैन। आजको विषयवस्तु चाहिँ कस्तो हुन्छ भन्दै गर्दाखेरि कम व्यक्तिहरू चाहिँ त्यो बाटो जानुहुन्छ, पोखरा आउनुहुन्छ। त्यो बाटो चाहिँ कुन बाटो छ भन्ने कुराहरू म तपाईँलाई देखाउँछु। आज हामी हाइवेको बाटो जाँदैनौँ, हामी सर्टकट बाटो जान्छौँ है। एकान्त फिलको एकान्त ठाउँको महसुस लिँदै जान चाहनुहुन्छ भने चाहिँ आज हामी गएको बाटो तपाईँहरू जान सक्नुहुन्छ है। डाइरेक्टली त जाने बाटो गएपछि तपाईँहरूलाई भेट्छु। अब तपाईँहरूले देख्नुहुन्छ हामी कहाँबाट छिर्छौँ भनेर है। हामी छिर्ने वे चाहिँ यहाँबाट हो। तपाईँहरू यहाँबाट यो हाइवे भयो, यताबाट जाने हो पोखरा। हामी चाहिँ यताबाट जान्छौँ है त। के भयो ए
सर हेर्न सक्नुहुन्छ यहाँ यताबाट वालिङबाट सर यसरी आइसकेपछि हाइवे नछोडिकन गयो भने पोखरा पुगिन्छ। तर यहाँबाट भित्र छिर्नु भयो भने यहाँको बाटो पनि हामी पुग्न सकिन्छ है त। अब हामी यहाँको बाटो चाहिँ जाँदैछौँ। तपाईँहरू जतिजना पनि नयाँ हुनुहुन्छ यो बाटो हिँड्नु भएको छैन, तपाईँलाई हिँड्नु या नहिँड्नु भन्ने हिँड्दै गर्दाखेरि के बेस्ट छ, हाइवे जानु भयो भने के बेस्ट छ र यहाँबाट जाँदै गर्दाखेरि के बेस्ट छ भन्ने कुराहरू पनि म तपाईँहरूलाई ट्याक 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 भन्नेवाला छ है त। यताको बाटो पनि टोटल्ली पिच हो अनि उताको हाइवेको बाटो पनि टोटल्ली पिच हो। तर यो बाटो आउनुको छुट्टै मजा छ क्या है। सो यहाँ बोर्डमा हेर्न सक्नुहुन्छ है त तपाईँहरूले, देखाइदिन्छु के लेखेको छ त। मैले क्लियरली पढ्न पाइनँ, तपाईँहरूले मजाले पढेर महसुस गर्नु है। सो एभ्रिवान म एकदम खुसी छ अनि मलाई मजा भएको छ है। यो हाइवेबाट गएको भए यस्तो आनन्द महसुस गर्न सकिँदैन हामीले। तर आनन्द छ क्या, आनन्द महसुस छ यहाँबाट है। तपाईँ प्लस तपाईँको पार्टनरहरू आउनुभयो भने लाइक गर्लफ्रेन्ड बोयफ्रेन्ड एनिथिङ एभ्रिथिङ सर र तपाईँहरू यो बाटो आउनु सक्नुहुन्छ। यहाँ तपाईँहरूलाई केहीको टेन्सन हुँदैन। तर मात्र तपाईँको के हुनु पऱ्यो भन्दाखेरि नयाँ बाइक चाहिँ हुनुपर्छ है। नयाँ बाइक नयाँ गाडी अनि तपाईँहरू यो बाटो हिँड्दै गर्दाखेरि सो मलाई एकछिन बोल्ने टाइम दिनु सक्नुहुन्छ मेरो साथीले। अहिले चाहिँ म तपाईँहरूलाई फुटेज मात्रै सिनेमेटिक कुराहरू मात्रै आउँछ है त। सो एभ्रिवान हामी यहाँ अब किन झर्दैछौँ, के को लागि झर्दैछौँ तपाईँहरूलाई सरप्राइज दिनेवाला छौँ है। म पनि एकदम धेरै एक्साइटेड छु यो विषयमा। यो ठाउँमा चाहिँ फर्स्ट एक्सपिरियन्स हो, तर बाबाले हो क्या यहाँ देखाउँछ है त के हुन्छ कस्तो हुन्छ। त्यहीँ गएर चाहिँ म तपाईँहरूलाई डाइरेक्टली भेट्नेवाला छु। सरप्राइज देखाउँछु भनेर एकदम धेरै एक्साइटेड थिएँ नि त। मैले सरप्राइज दिने कुराहरू चाहिँ तपाईँहरू माझ देखाउन सकिनँ, यसको लागि एकदम धेरै सरी भन्न चाहन्छु। अनि के थियो भन्दाखेरि यहाँ तल हेर्न सक्नुहुन्छ त्यो जङ्गलको बिचमा चाहिँ यहाँ स्विमिङ पुल छ क्या हो। त्यहाँ चाहिँ हामी स्विमिङ गर्ने भनेर चाहिँ यो बाटो आएको थियौँ, तर भएन, त्यसमा पानी रहेनछ। अनि अहिले त खुलेको छैन बाबु भन्नुभयो उहाँहरूले नि। सो सबैजनालाई सरी, तर यो बाटोको विशेषता किन हिँड्नुपर्छ भन्ने कुराहरू चाहिँ म तपाईँहरूलाई देखाउँछु है त। अनि गाइस हामी जुन यो बाटो जाँदैछौँ नि है, कतिजना चाहिँ हिँडिसक्नु भएको छ र कतिजना हिँडेकै हुनुहुन्न। मलाई लाग्छ म्याक्सिमम् 100%मा 75% व्यक्ति चाहिँ यो बाटो हिँड्नु भएको छैन। जति नै पोखरा स्याङ्जा हिँडिराख्नुहुन्छ यो भनेको अलि अर्को बाटो छ है। यसमा चाहिँ केही नै हुँदैन कि चेकिङ केही भन्ने हुँदैन। फेरि हामीसँग लाइसेन्स छैन भनेर फेरि हामीले त्यस्तो गरेको त होइन। अनि यो बाटो बहुत सर्टकट नै हुन्छ, फेरि यसरी एक्सिडेन्ट पनि हुनसक्छ किनकि यो वान वे मात्रै छ क्या, यो फराकिलो बाटो चाहिँ छैन, तर सर्टकट बवाल छ। यदि तपाईँ सिङ्गल हुनुहुन्छ भने चाहिँ यो बाटो नहिँड्दा हुन्छ भन्छु म। तर यदि डबल हुनुहुन्छ भने यो बाटो हिँड्नको लागि बहुत बेस्ट छ। बेस्ट भन्दा नि बेस्ट अफ बेस्ट छ। सुनसान आनन्द है। के भन्छु भन्दाखेरि म तपाईँहरूलाई मास्क लगाए पनि म भित्रबाट बोलेको छु, फेरि पछि रेकर्ड गरेको होला यो भनेर नसोच्नु। म अहिले नै तपाईँहरूसँग बोल्दैछु है त। अनि यो बाटो चाहिँ डाइरेक्टली हामी पोखरा छोरीपाटन भन्ने ठाउँमा पुगिन्छ। यो कुन गाउँ हो कुन ठाउँ हो त मलाई केही पनि थाहा छैन। यदि तपाईँले यो ठाउँबाट पनि मेरो भिडियो हेर्नु भएको छ भने तपाईँले कमेन्ट गर्नु सक्नुहुन्छ यो चाहिँ मेरो गाउँ हो, यो ठाउँ मैले चिनेको छु भनेर गरिदिनु भयो। नेक्स्ट टाइम म यो बाटो हिँड्दै गर्दाखेरि यो ठाउँलाई पनि मजाले म मेन्सन गर्न सक्छु र कमेन्ट गर्नु है। एभ्रिवान मैले अगाडि चाहिँ एउटा राम्रो पुल देखेको छु, झिलिक्काको पुल देखेको छ है, देख्न सकिन्छ होइन। कमाल छ यो गाउँहरू, यो पुलहरू है। यो पुलको नाम पनि हेर्न सक्नुहुन्छ तपाईँले, के हो म चाहिँ भन्नै चाहिन्न। तपाईँहरू पौई खोला ब्रिज
पवे गौडे भन्छ यतातिर हिँड्छ तल चाहिँ गौडे भन्छ यसलाई चाहिँ पवे भन्छ होइन पौडे गल्ले भन्छ यहाँबाट निस्किन्छौँ किनकि हाम्रो यात्रा धेरै लामो छ न्युट्रलमा झरेछ कि यस्तो न्युट्रलमा नि बाइक उठाइ गरिदिन्छ मलाई यति रमाइलो लाग्यो नि यो होइन मैले कतिखेर बाइक न्युट्रलमा आएछ नै थाहा पाएन कि हात पनि गलिसक्यो फोन समात्दा मैले आज भ्लगै बनाउँछु यस्तो बवाल हुन्छ भनेर चाहिँ मैले सोचेको थिइनँ है तर अन्त स्पट यो भइदियो तर जे भयो राम्रोको लागि भयो बेस्ट भयो मैले एउटा महसुस गर्ने मौका पाएँ है तपाईँको गल्फिङ बाइक फ्यान हुनुहुन्छ भने यहाँ पनि मजाले बस्नु सक्नुहुन्छ यहाँबाट तपाईँहरूलाई केही सिनेमेटिक फुटेजहरू म देखाउन सक्छु कि भनेर यहाँ ल्यान्छु म आई विल ट्राई है त तपाईँहरू हेरेर इन्जोय गर्नु है हामी चाहिँ यहाँबाट सर हुँदै 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 त्यो बाटो जानेवाला छौँ है हामी यहाँबाट हिँडिसकेका छौँ फेरि पनि है तपाईँहरूलाई इन्जोय हुँदैछ होला अभियसली मलाई त बहुत इन्जोय हुँदैछ बहुत रमाइलो हुँदैछ है तपाईँहरू चाहिँ सक्नुहुन्छ यहाँबाट यसरी अब पोखरा निस्किन्छ छटपट बाटो मैले भ्लग बनाउँदैछु बोलेको नै हालिदिन्छ है फेरि बाइक पक्रेर आउनु पर्छ ठाउँमा त त्यही रोकेर पिट्दै हुन्छ फेरि मलाई बन्दै गरिदिनु पर्छ यस्तो हुन्छ क्या झ्याप झ्याप गाडी आइदिन्छ आएन भने फेरि एउटा आउँदैन आयो भने सटसट यो बाटो चाहिँ बबालै छ क्या बबाल भित्रको नि बबाल लाग्छ है सो म तपाईँ सबैजनालाई बाचा भयो मैले भन्न सक्छु मैले भोलि पर्सि गाडी किन्यो भने फर्स्ट राइड पोखरा टु मेरो घर यही बाटो हुनेवाला छ है यहाँ चाहिँ नयाँ गाडीमा फेरि पुरानो गाडी भयो भने बिग्रेको गाडी भयो भने चाहिँ यो बाटोहरू नलिएर आउनु तपाईँहरूले यहाँ चाहिँ बहुत धेरै गाह्रो छ क्या Sale. You get
यो के बाटो यो ठाउँ यार बगाल छ आउटस्ट्यान्डिङ है तपाईँको यदि गर्लफ्रेन्ड छ भने तपाईँहरू ढुक्क ल्याउन सक्नुहुन्छ यो ठाउँमा बवाल हुनेवाला छ क्या। हामी झरेर नि एउटा सिनेमेटिक फोटो हान्छौँ है त्यसमा भिडियोहरू हान्छौँ मेरो बाबु गइसकेको छ त्यहाँ अब यसले के चटक देखाउँछ त्यहाँ गएर भन्ने विषयको कुरा हो है सो एभ्रिवान फेरि पनि सबैलाई नमस्कार अनि यो ठाउँ एकदम बवाल छ म बोलेको त्यहाँसम्म सुनिन्न होला तर तपाईँहरूले निहालेर महसुस गरेर सुन्नु म बोलेको सुनिन्छ त्यो भनेको हामी सर्टकट बाटो यो पोखराको हाइवे आएको छैन तर हाम्रो गन्तव्य नै भनेको नै पोखरा हो है तपाईँहरू पनि यो बाटो आउनु बवाल छ क्या आनन्द फिल छ न केको डिस्टर्ब केहीको डिस्टर्ब छैन र मात्र तपाईँहरूलाई गाह्रो चाहिँ के पर्छ भन्दाखेरि बाइचान्स तपाईँ हिँड्दाखेरि तपाईँको गाडी बाइकहरू बिग्रियो भने चाहिँ यहाँ चाहिँ बनाउने सम्भावना छैन तपाईँको एउटा न्यू बाइक छ न्यू गाडी छ भने चाहिँ तपाईँ आनन्दले आउन सक्नुहुन्छ है अनि यहाँ चाहिँ बाइक अचानक बिग्रियो भने चाहिँ कि पोखरी जानुपर्छ बनाउन कि स्याङ्जा जानुपर्छ होइन त्यही कारणले गर्दाखेरि तपाईँ यदि आइहाल्नु भयो भने यो बाटो चाहिँ वर्कसपमा गएर क्लियरली तरिकाले हेर्न पठाउनु मेरो बाइकले दुःख दिन्छ कि नै म गन्तव्यसम्म पुग्छु कि नै भनेर यदि पुग्यो भने चाहिँ आनन्द आउन सकिन्छ होइन सो एभ्रिवान बवाल छ बवाल नाक मलाई त यस्तो एक्साइटेड भइसक्यो कि मैले गाडी कहिले किन्यो गाडी किनिसकेपछि आएर आनन्दको मैले गर्नेवाला छु है त How was feeling, brother? बवाल छ बवाल ठिक छ जतिसम्म तपाईँहरूलाई त्यति देखाउँदैछु एभ्रिवान अनि बहिनीले पनि स्कुटर रफ्तार हान्दै हुनुहुन्छ किनकि बाटो पनि रफ्तार खालको छ नि त होइन मेरो कपाल बिग्रिसकेको छ म जहिले पनि बिग्रेको मान्छे भन्छु सबैजनाले तर यो भिडियोबाट म सुध्रिसकेको छु है त ल अब हामी सिधै ओह्रालो ल्यान्ड है त म त अब सबैजनालाई ओ त हो पोखरा हेर्नु सबैले हिलिमिली हाम्रो सररको पोखरा होइन ठिक छ लिएर फर्किहाल्ने हो यही हो पोखरा ल त गइहाल्यो। स्वाइपले नि हाम्रो पोखराहरू देखिसकेको छ होइन भनिसकेपछि हाम्रो पोखरा निस्किन अब धेरै टाइम छैन निस्किसक्यो भन्दा पनि हुन्छ है 5 मिनट मात्र तपाईँहरूले 5 मिनट मात्र वेट गर्नुभयो भने तपाईँहरूले पोखरा पनि देख्नु सक्नुहुन्छ त वाट द हेल साँगुरो बाटोमा आइसकेका छौँ पोखरा सहर हेर्दा लाग्छ रहर हेलो को अस्ति भेटेको थियो अरे हेलो ल ठिक छ एभ्रिवान हामी अब पोखरा आयौँ है बाई बाई धन्दै लोटिन भयो है फाइनली पोखरामा ल्यान्ड भयो है त म साथीको बाई बाई गरेँ है त तपाईँहरूलाई